ए भाइको जुस सेन्टर त यहाँ पो रहेछ पूजा नेचुरल जुस भण्डार मेरै नामको पो रहेछ जुस पनि सायद बुढीको नाम होला नि यसको जाउँ खा एक ग्लास पड्काएर आउनु पर्यो घरतिर आउँदै बनाएको होइन मुला जुसै बेचेर हो कि क्या बगैँचा नि भएको ए भाइ त भोल्दै हुँदो रहेछ त होइन दिदी यो 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 पडास्टर बाहिर देखेँ कि अनि भित्र पनि टाँसेको रहेछ बिहानदेखि एकदम भिडभाड थियो कि बेच्दा बेच्दै म त थाकेर कस्तो थकाइहाल्नु निधाएको छु कि अनि व्यापार कतिको छ राम्रो छ एकदम राम्रो छ सुनेको थिएँ कि अहिले एक ग्लास तन्काएर जाउँ भनेर नि हो नि यहाँ हाम्रोमा जुस एकदम फ्रेस फ्रेस पाउँछ हजुर तपाईँ के को जुस खाने यो 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 आँपको जुस हो यो लेमन जुस हो होइन अनि यो अब हामीसँग उखुको जुस पनि छ एकदम फ्रेस फ्रेस एकदम हाम्रो यो फार्म हाउस पनि छ कि तपाईँलाई एकदमै देखाउँछौँ हामी लगेर प्रत्यक्ष देखाएर तपाईँले टिपेर ल्याएर तपाईँले बनाइदिनु भन्दा नि बनाइदिन्छ यति साह्रो पनि नभन्नु न मलाई त यो जुस खान मन लागेर छिरेको हो ठिकै छ त केमिकल हालेको त छैन नि के को केमिकल हाल्नु के केमिकल हाल्ने गरेकै छैन हामीले यस्तो हामी एकदम हाइजेनिक हो हामी त केमिकल कहाँ हाल्नु त्यस्तो अर्काको स्वास्थ्यसँग खेल्नै मन लाग्दैन हामीलाई त फ्रेस फ्रेस जुस तपाईँ के को जुस खानुहुन्छ भाइ एउटा म्याङ्गो जुस हालिदेऊ न त यही छ त यो रेडी हो यो जुस के एक एक ग्लास बनाउँदै राख्दै अनि फेरि अर्डर आउने बित्तिकै ग्राहक आउने बित्तिकै हामी भित्र गएर बनाएर रेडी गरेर ल्याएर हुन्थ्यौँ खानुहोस् यस्तो गर्मी छ मिठो हाम्रो जुसमा एकदम अहिलेसम्म कुनै कम्प्लेन छैन एकदम ताजा फ्रेस जुस हो मिठो लाग्यो एक ग्लास फेरि अरू के उखु जुस खाने आँपको र उखुको चाहिँ बनाइदिनु न अरू एक एक ग्लास ल म यो खाँदै तपाईँलाई हाम्रो फार्म हाउस पनि घुमाउँछु म आउनुहोस् हाम्रो फार्म हाउस पनि घुमाउँ पहिला घुमाउँ न त आउनुहोस् कस्तो रहेछ के रहेछ केमिकल सेमिकल हेर्नु यो हाम्रो यो केराबारी लगाएको छ केराबारी हो केराको पनि जुस केराको पनि जुस छ हामीले यहाँ स्ट्रबेरीहरू पनि लगाएको थियौँ अब अहिले सिजन नभएर फलेको छैन एकदम फलेपछि सिजनमा तपाईँ स्ट्रबेरीको जुस पाउनुहुन्छ अनि अब हाम्रो यो उखुको लागि जुसको लागि हामीले यहाँ उखुको पनि गरेका छौँ होइन हजुर एकदम हाम्रो राम्रो छ तरकारीहरू पनि पाउँछ हाम्रो अनि हाम्रो यो लेमन जुसको लागि हामीले लेमनको पनि बोटहरू लगाएर एकदम छ नि कत्रो ठुलो छ ठुल्ठुलो छ नि हुँदैछ मजा मजाको दाना रहेछन् तपाईँ के को जुस खाने भन्नुभयो उखुको एउटा उखुको र एउटा आँपको बनाइदिनु न ल मिठो लाग्यो फ्रेस पाउँदो रहेछ त है एकदम फ्रेस हामी अर्काको स्वास्थ्यसँग खेलबाड गर्दैनौँ नि एकदम फ्रेसै बेच्नु मन लाग्छ अर्ग्यानिक जुसहरू रहेछ मलाई यो के भन्छ आँपको र यो उखुको चाहिँ जुस बनाएर ल्याइदिनु न फेरि एक एक ग्लास आँपको हजुर उखुको पनि हो हजुर ए हुन्छ हुन्छ कस्तो गर्मी धेरै छ कि त्यो गर्मीसँग बन ल्याइदिइहाल्छु ल तपाईँ बस्दै गर्नुहोस् ल यो आँपको र यसको भन्नुपर्ने उखुको तपाईँ बस्दै गर्नु म भित्रबाट बनाएर लिएर आइहाल्छु ल हेर्नु न गर्मीले पनि मारिसक्यो ओहो भित्र नआउनु होला है अर्ग्यानिक जुस भनेर त खाइँदैछ घरि उखुले यता यता ढाड कन्याउँछ घरि नाक कोट्याउँछ घरि कता 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 चिलाउँछ खै यार मान्छेले कसरी खान्छन् यार अब खाना थाल्यो केमिकल भन्दा त बरु कोट्याओस् केमिकल हालेको खानु भन्दा त बरु कोट्याएकै खानु होइन यार नेचुरल भनेर खाएर पनि त हुँदैन यार के हाल्छ त्यो मान्छेले गएर एकचोटि यसो च्याउनु पऱ्यो यार भरे केमिकल सेमिकल के हाल्ला होइन कसरी बनाउँछ पनि नआउनु भन्थ्यो भित्र गएर हेर्छु यार म खाना पाउने तरिकाले哎呦我的妈！ Nanti aku mesin bikinnya gagal loh. Ini gagal juga banyak. Yo aku disuruh yang aku disuruh. Lemon पनि छ. Ambil. आफूलाई यति मिठो लाग्छ आफूले बनाएको जुस अरूलाई मन पनि कुरै छैन तयार भयो हेर न मेसिन बिग्रेर मेसिन किन्ने पैसा छैन यो व्यापार धेरै भएर त्यो भ्याउँदा पनि भ्याएन पैसा त छ कि समय नभएर भ्याएको छैन कि हो नि सुन न व्यापार राम्रो छ तिमीलाई पनि म पार्टनरसिप राख्छु मलाई मान्छे पनि चाहिएको थियो मेसिन नभएर ल उखु छ तिमी गरिहाल त तिम्रो देखाउ त पार्टनरसिपमा 50-50 देखाउ कला तिम्रो पनि यहाँ एमा भर ल मिक्स हो यो मिक्सी यो चाहिँ
नाना जुस जुस निकाल न मैले अघि यस्तै जुस खाएँ नि अनि है मिठो थिएन मिठो थियो कि थिएन कम त राम्रो छ त नि यहाँको जुसको प्रचार गर्नै पर्दैन आफै बिग्छ पैसा त मिल्छ नि 50-50 थुक लगाएर जुस पनि थुक लगाएर पैसा पनि थुक लगाएर